अनि आज अनि गन्तव्य लक्ष्यको कुरा के गर्नु र? यहाँ के भइरहेको छ कसैलाई थाहा छैन। जिन्दगीले सोचिरहेको छ भन्छ। के सोचेको छ त्यो पनि कसैलाई थाहा छैन। यात्रा त हो तर कहाँसम्मको त्यो पनि कसैलाई थाहा छैन। हार नमान्नु हो ठिकै छ, हार मान्दैन भन्ने पनि थाहा छ, तर के गर्नु? कहीँ जितको कुनै बाटो नदेखेपछि हार मान्नु पनि त अब उचितै निर्णय लाग्छ होला नि, होइन र? प्रयास त गरेकै हो, तर पनि प्रयास गर्दा गर्दै हार खानै पर्ने अवस्था आएपछि अब के गर्नु त? कहाँ जानु के गर्नु कुनै उपाय छैन मलाई। होइन, प्रयास नगरी हारेको भए नराम्रो लाग्थ्यो, तर यहाँ त प्रयास गर्दा गर्दै पनि त हारिरहेको छु। हिजो जहाँ जितेको थिएँ आज म त्यहीँ हारेको छु। मलाई थाहा छैन भोलि मैले त्यहाँ जित्छु या हार्छु भन्ने कुरा, तर जित्न प्रयास गरेकै थिएँ, सकेन। खै किन हार भयो त्यो पनि थाहा छैन। गन्तव्य लक्ष्य यात्रा सबैको लागि एउटै हुन्छ भन्छन्, तर मेरो लागि त भिन्न भिन्नै छन् नि सबै। न मलाई कसैको साथ पाएँ न म कसैको आश पाएँ। जित मेरै हुन्छ भन्न पनि सक्दैन, किनकि हारले पर्खिरहेको छ कतिबाट। अनि हार मेरै यो भन्न पनि सकिरहेको छैन, किनकि जित कतिबाट भएकै छैन। हार मानेको छैन, तर हार खाइरहेको छु। जति माथि उठिरहेको छु त्यति तल पछि हटिरहेको छु। अनि कसरी जित्यो भन्नु? सबै कुरा सोचे जस्तो सजिलो छैन भन्ने मलाई थाहा छ, तर जिन्दगीमा अघि पनि त बढेको छैन। अनि के भन्नु? अनि कसलाई के सुनाउँ कसलाई के भनौँ? आफ्नो कहानी आफैमा सीमित छ मेरो। मैले जे बुझेँ मैले जे गुमाएँ त्यो मलाई मात्र थाहा छ। यहाँ कसैले मेरो कुरा जान्न पनि चाहँदैन। अनि कसलाई किन के भन्नु? ठिकै छ मैले सोचेको कुरा पुरा हुँदैन होला भनेर, तर के गर्नु? मैले हार मानेको पनि त होइन, अनि हार खाने भइसक्यो त म के गर्नु? जाऊ गर घुम रमाऊ भनेको होइन मैले तिमीलाई, तर कसैले मेरो कुरा सुनेन। अनि अब के गरौँ? अब त मसँग रमाउनु बाहेक केही उपाय छैन, त्यो पनि एक्लै।